त्यसको हात पनि छैन हैन, हात पनि छैन। सला त्यो पाहाडको टुप्पोमा गएर किन डान्स गर्दैछ, त्यसले पुरा नाच्दैछ किन भन्दैछ अरे। अनि त्यो त हात खुट्टा सही सलमान भएको त अब त्यो त हाम फालेर मर्नु गएको। अनि त्यसले त सोचेछ अरे होइन यसको त हात दुइटै हात छैन, यो साला पाहाडको टुप्पोमा किन नाच्दैछ, पुरा यति खुसीले किन उफ्रिँदै रमाउँदैछ भन्छ अरे। हात पनि छैन त्यसको, अनि तर पनि यो त यति खुसीले किन पुरै उफ्रिँदै रमाउँदैछ भनेछ अरे। नमर्दा अगाडि यसलाई चाहिँ सोधिहाल्नु पर्यो भनेर गएछ अरे। पानी खेती चाहिँ म देखाउन आएको छु तपाईँहरूलाई होइन। नमस्ते सेवारो। मेरो गाउँमा चाहिँ, मेरो घरमा चाहिँ सबैले बोलाउने गर्छ काले होइन। अनि गाउँमा दाइ भाइहरूले चाहिँ काले भाइ होइन। अनि मेरो घरकोले चाहिँ ओइ काले भन्छ होइन। अनि म चाहिँ तपाईँहरूलाई के देखाउँछु भन्दाखेरि यतातिरको नागाल्यान्डमा पानी खेती चाहिँ यसरी हरियाली भइसकेको छ है। हेर्नुहोस् हरियाली यस्तो भएको छ। पानी खेती चाहिँ यता चाहिँ यस्तो भएको छ। नागाल्यान्डको पानी खेती त यस्तै हो, देख्नु हुँदैछ है हो, यस्तो छ। अनि पहिला चाहिँ यसरी दिउँसो चाहिँ म चाहिँ भैँसीहरू चराउँदै यस्तो कुलोमा म भैँसी चराउँथेँ कि है। यो कुलोमा भैँसी चराउँथेँ। अनि कोही कोहीले चाहिँ मलाई कस्तो कराउँथ्यो भने चराउनु नदिने कि, त्यहाँ हाम्रो कुलोमा भैँसी चराइस् भने हाम्रो भैँसीले के खान्छ भन्ने नि त। अहिले त हेर्नु त है, भैँसी पनि खतरा थियो नि त त्यतिखेर त। मैले सेतो भैँसी चढाउने होइन, सेतो भैँसी चढाउँथेँ। 3टा चढाउँथेँ एउटा कुलोमा भैँसी, एउटालाई अगाडि एउटालाई पछाडि, माझमा चाहिँ म बस्ने के, त्यो नि भैँसीमाथि चढेर। अनि कन्ट्रोल रिमोट चाहिँ मेरो हातमा हुने कि भन्नु अरे नि। यस्तै छ हेर्नुहोस्, यतातिरको पानी खेतीहरू त यस्तै छ। पानीको कुलो है यस्तो दामी। हेर्नुहोस् पानी यस्तो मजाले हुन्छ। माछा चाहिँ छैन तर खासै। पहिला त हामीले माछा धेरै मारी खाएको नि त। यस्तो छ खेतीहरू हेर्नुहोस्। हाम्रो नागाल्यान्डको पानी खेतीहरूको कुलोहरू यस्तो छ। आज चाहिँ म तपाईँहरूलाई यही खेतीपाती देखाउँछु भनेर आएको छु कि हो। यहाँ कसैले चाहिँ बेसी भएको चाहिँ यो धान रोप्दाखेरि चाहिँ हातले रोप्दैन कि, पुरा धानै छरिदिन्छ कि, धान छरिदिन्छ। अनि त्यस्तै, अनि धान छोडेको चाहिँ गोड्नुलाई चाहिँ अप्ठ्यारो हुन्छ, हातले रोपेको चाहिँ सजिलै हुन्छ हो। अनि यता चाहिँ पानी लगाइदिएको रहेछ। यस्तो छ हेर्नुहोस्, 3 धारीहरू सबै 3 धारी निक्लेको रहेछ यतातिर है। अब पहिला आफूले पनि खेती गरेको नि त नि, पहिला अब आफूले पनि खेती गरेको, त्यसको लागि अब झझल्का आउँदो रहेछ कि कोही कोही बेला हरियालीहरू घुम्न मन लाग्छ होइन। खेतीहरू गरेको अब याद आउँछ, आफू भैँसी चराउँदै हिँडेको याद आउँछ। अनि त्यसको लागि त्यही यादलाई समेटेर म चाहिँ घुम्दै आएको खेतीतिर। हेर्नुहोस् पहिलाको जस्तो गर्दैन मान्छेले अचेल खेती। पहिला त मैले त भैँसीले जोत्ने नि हो, 3 बार जोत्ने भैँसीले। अनि त्यसपछि बल्ल धान रोप्ने हो। अनि बिचारा यो कसको खेती हो नि, यो खेतीमा त पुरा 3 धारे निक्लेको रहेछ। पहिला यो यसरी अब यो नालाबाट यो आलीबाट यो पानीमा यसरी डबुल्कीमा माछा त खतरा भेट्ने, सानो सानो माछा कि बहुत खतरा भेट्ने। अचेल त छैन त्यस्तो माछाहरू पनि छैन खासै। पहिला त यो आलीहरूमा, खेतीको आलीहरूमा त्यो हामीले त यहाँ त चेफा भन्छ होइन, कसैले त नेपालमा त बेसी भाग त ढोँड भन्छ नि त होइन। यो त्यो चाहिँ कसरी होइन, अब यो आली भयो, यो आलीमा पानी चुने हुन्छ होइन। अनि त्यो हिसाबले
ढड चाहिँ त्यो नालामा ठ्याक्क यसरी गाडी दिने के खडा। अनि बिहान 3 बजी 4 बजी उठेर त्यो ढडहरू उठाउँदै चाहिँ पुरा माछा परेको हुन्थ्यो त्यो ढडमा के, त्यो चेफाभित्र पुरा माछा परेको हुन्थ्यो। अनि एकखेप चाहिँ मैले साप पनि भेटेर कि त्यहाँदेखि चाहिँ मैले नि ढड उठाउन चाहिँ साह्रो डर लाग्ने। अनि माछा होला भने यस्तरी त्यो ढड चाहिँ यस्तरी पल्टाएको त निकालेर के कहूँ, पानी साप पो यति ठुलो सातो पुत्लै उडिङ हो। अनि यहाँ हाम्रो यो खेती चाहिँ कसले गर्छ थाहा भएन। यो खेती चाहिँ भनेको हाम्रो यहाँ हाम्रो गाउँमा एकजना लिम्बू मामा भन्ने हुनुहुन्छ नि त, उहाँले गर्नुहुन्छ यो खेती चाहिँ है। यो खेती चाहिँ उहाँले गर्नुहुन्छ। लिम्बू मामाले गरेको खेती चाहिँ फेरि अलग्गै हुन्छ कि, फेरि जे होला होला। ऊ चाहिँ मान्छे पनि डह्रो, काम पनि कडा, अझसम्म खतरा छ। म अहिले चाहिँ लिम्बू मामाको खेतीमा छु है। अनि म चाहिँ तपाईँहरूलाई हाम्रो त्यो दाइको मामाको खेती घरमा लिएर जान्छु, जहाँ म अहिले हिँड्दैछु। यो नजारा हेर्नुहोस्, यो नजारा देख्नुहुँदैछ। म त्यो चाहिँ हाम्रो लिम्बू मामाको खेतीमा छु म अहिले। हेर्नुहोस्, लिम्बू मामाको खेतीमा चाहिँ धान पनि बबाल छ है। हाम्रो नागाल्यान्डतिरको चाहिँ नजारा चाहिँ यस्तो छ, खेतीहरू पनि यस्तो छ। खेतीहरू पनि यस्तो बबाल हुन्छ यतातिर हो। गर्नु चाहिँ सक्नु पर्यो के, तर जे पनि है गर्नु सकेपछि त भइहाल्यो नि त्यहाँबाट त होइन। त्यो मैले अघि भनिहालेँ नि होइन, यहाँ चाहिँ त्यो रोपेको होइन कि, यो चाहिँ छरेको चाहिँ यस्तो हुन्छ कि है। उहाँले चाहिँ छर्नुहुन्छ नि त, क्या दामी है, बबाल भएको छ नि। खेती गर्छु यही हो मैले भन्दै गरेको चाहिँ है। खेती गरियो यो हेर्नुहोस्। अब नेपालमा त चौतारो भन्छ होइन, खेतको चौतारो। यता चाहिँ हामीले चाहिँ धेरै भाग चाहिँ खेती गर्ने भन्ने गर्छौँ। अनि म अहिले आएर बसिसकेको छु खेती घरमा। हेर्नुहोस् यस्तो चाहिँ बबाल भ्यू चाहिँ यस्तो देख्छ यहाँबाट। बोइलर भइएछ अलिकति हिँड्यो भने नि पसिना हुन्छ, के हुन्छ के भएको। यस्तो छ नजाराहरू हेर्नुहोस्, यहाँबाट यस्तो देखिन्छ। अनि उता पारी त्यहाँ चाहिँ टेङ्नाला भन्छ। अनि यता पनि रेलवेको स्टेसन बनाउँदैछ। यही टुङ्सी घरमा आएर बसेको छु। हेर्नुहोस् प्याक्क लाएर यसरी बस्नु पर्यो है। अनि यो पहिला त यस्तै खेतीमा चाहिँ यस्तो नालाहरूमा नि माछाहरू थुप्रो भेट्थ्यो नि त। अचेल त माछाहरू पनि भेट्दैन, माछाहरू नि खासै छैन पनि। नभए त खतरा भेटिन्थ्यो। त्यो मैले अघि भने नि ढड भनेकोहरू चाहिँ यस्तोमा थाप्दा चाहिँ खतरा पर्थ्यो कि यस्तोमा चाहिँ। अहिले त माछाहरू पनि छैन। अनि यस्तै छ यताको नजाराहरू। अनि म चाहिँ बसिरहेको छु यतै खेती घरमा बसिरहेको छु। सिर हावा आउँदैछ। अनि मैले चाहिँ यता पुरा भैँसी चराएको के, यता पुरा भैँसी चराएको। अनि मैले चाहिँ के हो भन्दाखेरि अब पहिला भैँसी चराएकोहरू सानोमा हिँडेकोहरू चाहिँ भुल्नु नसकिँदो रहेछ है, सानोमा जहीँ बस्यो पनि होइन। अनि जन्मिनु त नेपालमै जन्मेको नि त होइन, तर पनि अब हुर्किनु चाहिँ अब यता आएर हुर्क्यो। भैँसी चराउँदा खेती गर्दा अब यो भैँसी यो खेतीहरू गरिसकेपछि फेरि मेरो ड्युटी के सुरु हुन्थ्यो भन्दाखेरि भैँसीलाई चराउने है। घामहरू एकदम लागेको छैन भैँसीलाई आहालमा लानु पर्यो। आहालहरूमा मजाले पानीमा सुताउनु पर्यो। अनि त्यहाँदेखि फेरि अनि घाम अलिअलि डुब्दै गएपछि चाहिँ यसरी साइडमा लिएर चौरीतिर अनि त्यहाँबाट चराउँदै यो जग्गा पुरा मैले भैँसी चराएको एरियाहरू यो यिनीहरू। अनि यहाँ चाहिँ त्यहाँ चाहिँ एउटा नाला छ, माछाहरू थुप्रो भेट्छ माछाहरू।
भेट्थ्यो के भेट्छ भनौँ, भेट्थ्यो पहिला, अहिले त त्यस्तो छैन, माछाहरू पनि छैन। अनि म चाहिँ एक्लै आएको छु, घुम्दै आएको छु, पहिलाको याद बोकेर, पुरानो यादहरू। अनि यहाँ जति पनि छ क्या मेरो, यहाँ के भन्नु, टप्पामा मेरो पसिना मात्रै छ क्या यहाँ, साँच्चै भनेको। यस्तो चिज छ कि मैले एउटै कुनै जग्गामा पनि मैले चाहिँ पसिनाहरू मैले दुःख चाहिँ नगरेको चाहिँ छैन जस्तो लाग्छ म चाहिँ यहाँ चाहिँ। र खेती सकेपछि चाहिँ भैँसी चराउनु पर्ने हो, भैँसी चराएर हिँड्नु पर्ने मान्छेको कुलो, अनि फेरि भैँसी चराएर भैँसी अगाएन भने फेरि यस्तो कराउने मामाहरूले उस्तै बेला त धुलाई पनि हानिदिने हो। बिजोग थियो मेरो जिन्दगी पनि। अहिले पहिलाको सम्झिँदा चाहिँ बहुत दुःख लाग्छ अहिले पनि मलाई हो। पहिलाको यादहरू सम्झिँदा मलाई अझै पनि बहुत दुःख लाग्छ। यता पुरा भैँसी चरा, फेरि भैँसी चराउनु नै आराम थिएन नि त, कस्तो हुन्थ्यो नभन न। मान्छेको कुलोतिर पनि चराउनु नै साह्रै पर्ने है, मान्छेको कुलोतिर चराउँदा नि साह्रै पर्ने, मान्छेले कराउने। अरूको के भन्छ, अरूको गाई भैँसीले खाइदियो भने नि आफूले चराइराखेको छ भने आफ्नै नाम हुने कि। अनि फेरि त्यहाँदेखि धुलाइ हुन्थ्यो, फलानाको खेतमा गएर तैँले धान खिलाइस् अरे भैँसी चराउँदा भनेर धुलाइ हुन्थ्यो। त्यो सम्झिँदा नमिठो लाग्छ। त्यसरी अनि मैले चाहिँ पहिला पुरानो खेती गरेकोतिर घुमाउँदै लिएर आएको छु। हेर्नुहोस् अहिले त पुरा घर भएको छ। पहिला यिनीहरू घरसर पनि केही पनि थिएन, यस्तो घरसरहरू केही थिएन पहिला, केही पनि थिएन है पहिला त, साँच्चै भनेको। अहिले त पुरा घरहरू भएको छ, यस्तो पुलहरू भएको छ है। यतातिर गाडी घोडा हिँड्ने भयो, पहिला त त्यस्तो गाडी घोडा केही थिएन, सानसुनै लाग्थ्यो। अनि मलाई सबभन्दा रमाइलो लाग्ने चाहिँ केमा लाग्थ्यो भन्दाखेरि, अब खेतीहरू जोतेर अब भोलि चाहिँ रोपाइ छ है भन्दाखेरि अब सबै खेतालाहरू आउने नि त। अब म चाहिँ त्यतिर खेतीमै सुत्ने हो, मामा भन्छ खेतीमै सुत्यौँ। अनि खेतालाहरू भोलि आउँछ भनेपछि चाहिँ कति रमाइलो लाग्थ्यो कि। अनि पुरा बिउहरू ओसार्थेँ, मलाई नि रमाइलो लाग्थ्यो। अनि पुरा बिउहरू ओसार्थेँ, पुरा दिनमा त पुरा हारो हुहु है। अनि शाममा सबै 4-5 बजेपछि खेतालाहरू सबै लागेपछि नमिठो लाग्ने कि। सानोको यादको कल्पनाहरू अलग्गै हुँदो रहेछ कि हो। अनि नगरेको होइन, दुःख त गरेको, कसको लागि गरे थाहा छैन तर। अनि म चाहिँ सानैबाट बाजे बोजूसित हुर्केँ नि त, बाजे बोजूहरूसित मामाहरूसँगै मामालामा आएर बसेर हुर्किएको नि त। त्यसको लागि पहिला दुःख गरेकोहरू मलाई धेरै याद आउँछ। यो खेती घर पहिला पनि यहाँ बनाएको थियो, तर यसपालि चाहिँ यहाँ लिम्बू मामाले बनाएको अर्कै। अनि पहिलाको यादहरू समेटेर मैले सम्झना आयो र म नि यतातिर भिडियो बनाऊँ, हल्का भिडियो बनाएर तपाईँहरूलाई मेरो मनको पीडा सुनाऊ भनेर कि होइन। अब त्यस्तै हो, सबै आफ्नो दुःख हुन्छ। अनि त्यहाँबाट चाहिँ मेरो कहानी चाहिँ के हो भन्दाखेरि, त्यही पहिलाको यादगारहरू लिएर आज चाहिँ म खेतीतिर हिँड्दैछु हो। चेफा चाहिँ यस्तोमै थाप्ने क्या, हामीले चाहिँ यस्तोमै थापेर अनि माछा कस्तो पर्थ्यो। धान काट्ने बेलामा अब भयो भनेपछि चाहिँ अब त्यो पानीहरू सुकाउँथ्यौँ नि त हामीले होइन। पानीहरू सुकाएको बेला चाहिँ त्यो डुबुल्कीमा चाहिँ सानो माछा कि, सानो सिद्राहरू यत्तिकै हुने कि, हात हाल्दाखेरि जाम निस्किने कि त्यस्तो। अनि अहिले चाहिँ म तपाईँहरूलाई कहाँ देखाउँछु भन्दाखेरि, मैले गरेको खेती देखाउँछु ल। हामीले गरेको खेती, मैले गरेको भन्दाखेरि हामीले गरेको खेती तपाईँहरूलाई देखाउँछु भनिरहनु होला। अनि म अहिले यो खेतीमा चाहिँ कहाँ हिँड्दैछु भन्दाखेरि, यो कसको खेतीमा छु भन्दाखेरि चाहिँ यो चाहिँ पहिला हाम्रो बासी छेमा भन्ने एकजना हुनुहुन्थ्यो, छेमा नै पर्छ हाम्रो होइन। अनि उहाँले गर्नुहुन्थ्यो कि, अनि अहिले चाहिँ उहाँ छेमा नि बितेर जानुभयो नि त होइन। उहाँ छेमा नि बितेर जानुभयो। अनि त्यो हाम्रो छेमाहरूले गरेको खेती चाहिँ यो हो। अहिले चाहिँ
फिलहाल चाहिँ यही खेती चाहिँ लिम्बू मामाले गर्नुहुँदैछ। अनि नजाराहरू हेर्नुहोस्, नजाराहरू यस्तो छ। अनि म बसेको खेती गर्छु ऊ त्यो। अनि ऊ त्यहाँ चाहिँ अहिले चाहिँ ऊ त्यो घरमा चाहिँ अहिले चाहिँ हाम्रो ज्ञानी दाजु बस्नुहुन्छ होइन। अनि यहाँ चाहिँ त्यतिखेर यहाँ चाहिँ खेती गर्थ्यो हाम्रो बासी छेमाहरूले खेती गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा खेती गर्थ्यो। अनि भैँसी चराउनु यहाँ अलिकति जग्गा थियो। अनि पानी खेतीको कुलो चाहिँ यही हो फेरि। अनि अहिले पनि कुलो चाहिँ धेरै राम्रो छ। मैले सानोमा कस्तो देखेँ अहिले कुलो पनि त्यस्तै छ। अनि कोही कोही जग्गामा चाहिँ धेरै भाग चाहिँ खेतीहरू पनि बिग्रिसक्यो नि त। अनि ऊ त्यहाँ चाहिँ दबाई पनि मार्दैछ सायद, त्यो चिनाजाना दाइ एकजना होला, त्यहाँ पनि म जान्छु। हेर्नुहोस् कुलो चाहिँ यही हो, पहिला बासी छेमाहरूले गर्ने खेतीको कुलो यही हो। अनि लिम्बू मामाले चाहिँ यही खेती गर्नुहुन्छ। अनि त्यहाँदेखि हाम्रो एकजना दाइ हुनुहुन्थ्यो, यसै दाजु भन्थ्यो होइन। उहाँले गर्ने खेती चाहिँ फेरि यहाँबाट चाहिँ यता यसरी उता उँधो गर्नुहुन्थ्यो। अनि ऊ त्यहाँ दाइ एकजनाले चाहिँ दबाई मार्दैछ, सायद मैले उसलाई चिनिसकेँ। अनि हामीले गर्ने खेती चाहिँ अहिले कसले गर्दैछ भन्दाखेरि पहिला मैले गरेको खेती पनि देखाउने छु, बनिरहनु होला मेरो भिडियोमा, अल्छी लाग्यो पनि। अनि यहाँ चाहिँ दबाई हानेर यसरी भएको छ है। अनि म चाहिँ यहाँबाट जान्छु। अनि खेती हेर्नुहोस् न कस्तो दामी छ क्या यता चाहिँ है। यता चाहिँ फेरि युरिया सिरिया केही लगाएको हुन्न नि त। फेरि कोही कोहीले चाहिँ लाउँछ है फेरि है, बेसी भागले चाहिँ धेरै भागले चाहिँ लाउँदैन भनौँ न होइन। अनि उहाँ हाम्रो नेपालमा चाहिँ बाबाले चाहिँ मकैमा नि युरिया यत्रो यत्रो हालेको देखेर चाहिँ म छक्कै परेँ क्या। अनि यता चाहिँ हेर्नु न, यतै यस्तो दामी छ कि यस्तो दामी छ हेर्नु भयो। अचेल चाहिँ मान्छेहरूले यहाँ यता खासै गर्दैन, कोही कोहीले चाहिँ गर्छ, नभए त धेरै भागले चाहिँ गर्दैन हो। अनि धेरै भागले चाहिँ यति गर्दैन पनि। अनि यता चाहिँ बसिरहनु भएको छ, यता मैले चिनाजाना मान्छे नै हो। अनि यो नाला चाहिँ दुईवटा चाहिँ कस्तो भन्दाखेरि यो नालादेखि यतापट्टि चाहिँ हामीले गर्छौँ, यता यो पछाडिको चाहिँ हाम्रो यसै दाइले गर्नुहुन्थ्यो। अनि हाम्रो खेती गर्छ त्यतिखेर चाहिँ हामीले चाहिँ यहाँ बनाएको थियौँ त्यतिखेर, अहिले चाहिँ यता बनाएको रहेछ, यही खेतीको घर हो। फेरि मेरो चप्पल खुट्टा चाहिँ हेर्नु न यस्तो भएको छ, यो चप्पल पुरा चिप्लेर के। अनि म अब खुट्टा पखाल्छु। अनि यस्तो थियो, यहाँ थियो खेती घर, अहिले चाहिँ यहाँ बनाएको रहेछ। त्यो पनि सानो, हामीले गर्दा त ठुलो थियो, किनकि हामी मामा भान्जा चाहिँ अब यहीँ सुत्यौँ त होइन, खेतीमै सुत्यौँ। खतरा जोतेको नभन्नु, यति जोतेको कि खेती हैरान नि हो। कहाँबाट पसिना चुन्थ्यो। अनि हामीले धान मल्ने चाहिँ ओहै आराम गरौँ। दबाई हान्नु भएको। अनि खतरा गरेको त्यतिखेर म त सानो थिएँ, आलीहरू छिल्दाखेरि मलाई कस्तो गाह्रो पर्थ्यो। यहाँ चाहिँ कोही जग्गा चाहिँ आली चाहिँ लामो छ। अनि यता चाहिँ दाइले दबाई हान्दै रहेछ, झार मर्ने दबाई हो। हेर्नुहोस् है, पहिला दर गरेको नि त यो खेती त। यो खेती तपाईँले गर्नुहुँदैछ अहिले? ए म त शमशेर दाइले गर्छ भनेको त होइन रहेछ, यहाँ सलमान दाइले गर्नुहुँदो रहेछ यो खेती चाहिँ। पहिला आफूले गरेको खेती अब यसो भिडियो बनाउँदै हिँडेको नि आज। खतरा गरेको नि त यो खेती त। त्यतिखेर त हामीले त यस्तो दबाई हान्थेनौँ नि, गर्थ्यौँ पुरा। आली पनि ठुलो लगाएर कालो दाल यत्तिकै हुने। ल यता त पुरा 3 धारेले पुरा छेकेछ त हो, 3 धारे। हामीले त 3 धारे भन्थ्यौँ, भुलिसकेँ नि मैले नेचर त हो। लु धान चाहिँ मर्दैन यो दबाई हान्दा दाइ हो र। ऊ त्यो तलको चाहिँ कसले गरेको? त्यहाँ पनि मान्छे छ, अनिलहरू पनि छ त्यहाँ। यही हो मैले गरेको खेती। अनि हामीले मल्दा चाहिँ यहाँ बनाएको थियौँ, मल्ने चाहिँ धान मल्ने चाहिँ।
धान चाहिँ हामीले त यहाँदेखि बोकेर ऊ त्यहाँ निकाल्थ्यौँ, त्यहाँ निकालेर त्यहाँदेखि टाटामा पुरा टाटामा लोड गरेर जान्थ्यौँ नि हो। अहिले त आली रहेन रहेछ हौ, हामीले गर्दा त आली त मामूली ठुलो ठुलो लाउनु दिन्थेन मामाहरूले। अनि कालो दाल रोप्ने कि कालो दाल कडा हुने नि त फेरि यहाँ। अहिले त खेतीघर पनि यति सानो रहेछ, हामीले गर्दा त ऊ त्यो थियो हाम्रो खेतीघर। ऊ त्यो कोकी मान्छेको, कोकी भन्दाखेरि अब नागा हो यता होइन। हाम्रो इन्डिया नागाल्यान्डतिरको खेती चाहिँ यस्तो हुन्छ। हाम्रो पाहाडमा पनि मैले चाहिँ खेती चाहिँ देखेँ चाहिँ कस्तो देखेँ भन्दाखेरि एकदम भिर के, आली पनि सानो सानो। अनि के भन्नु अब, एउटा भैँसी जोत्दाखेरि नि घुराउनु गाह्रो हुन्छ कि वहाँ चाहिँ। हाम्रो आमाहरूको गाउँमा चाहिँ मैले त्यस्तो देखेँ क्या यसपालि। यता चाहिँ ठिकै छ भनौँ न। आसाममा चाहिँ फेरि आसाममा चाहिँ एकदम सममा हुन्छ, ट्र्याक्टरले जोत्छ। अब यस्तोमा चाहिँ ट्र्याक्टरले जोत्यो भने अलिक ट्र्याक्टरहरू नमाउनुको लागि चाहिँ अलिक गाह्रै हुन्छ हो। अनि त्यही हो। अनि मैले गरेको खेती तपाईँहरूलाई देखाएँ होइन, पहिला पहिला गरी हिँडेको खेतीहरू। अनि ऊ त्यो ब्रिजदेखि उता चाहिँ टेङ्नाला भन्छ हो, टेङ्नाला भन्ने जग्गा छ कि त्यहाँ पनि हामीले गरेको खेती पहिला। अनि एकजना हाम्रो बासीखरे छाप गाउँको एकजना बाजे भन्थ्यो, बासीखरे बाजे। अनि उहाँले एकजना छोरा चाहिँ पाल्नु भएको थियो नि त, काबेल भनेर। अनि दुईजना चाहिँ भैँसी बान्नु गएको थियौँ। भैँसी बान्नु गएको, त्यो भैँसी बान्दाखेरि अब म त सानो, त्यो मामाले त अब भैँसी बानेर आइहाल्यो। त्यो बाजेले एकजना छोरा पालेको थियो नि त नानी, उसको नाम चाहिँ काबेल थियो। अनि त्यो भैँसी चाहिँ बानेर चाहिँ ऊ चाहिँ आइहाल्यो, माउ चाहिँ बानेर आइहाल्यो। बच्चा चाहिँ मैले बान्नु थियो, म त डढोले फट्टै घुरेर आइहालेँ। अनि भरे त त्यो बच्चाको रसी पनि मैले खोलिनँ। नखाल्दा चाहिँ के भयो भन्दाखेरि राति त सबै त्यो माउसित बेरेछ कि बच्चा चाहिँ। अनि बिहान भैँसी अब जोत्ने हो भनेर भैँसी लिनु जाँदा त माउ त भिरमा यस्तरी गरिरहेको थियो कि, किन भिरतिर हेरिराख्छ भनेको त बच्चा त पुरा माउको रसीमा बेरेर भिरमा झुन्डेछ। अनि बच्चा त मऱ्यो, 3 सालको बच्चा थियो। यस्तो धुलाइदियो मलाई मामाहरूले। लास्टमा धुलाइ दियोरी चाहिँ त्यही भैँसीलाई चाहिँ काटकुट गरेर मक्कु खाइयो मासु। अनि मैले हलो भाँच्ने चाहिँ ऊ त्यो गयो, खतरा हलो भाँच्ने मैले त्यहाँ चाहिँ अब के हो भन्दाखेरि हिलो छ नि त। अनि त्यहाँ चाहिँ फेरि धान पनि एकदम राम्रो हुने के, धान पनि धेरै राम्रो हुने। त्यो चाहिँ ढुङ्गे घारी एकदम हिलो थियो यो गैरीमा चाहिँ, ऊ त्यो गैरीमा चाहिँ। अनि खालि हलो भाँचिने त्यो हलोको काफे भाँचिने। अनि मलाई मामाले चाहिँ खतरा धुलाइदिने फेरि हो। यस्तै छ पहिला गरेको खेतीहरू। अहिले चाहिँ यहाँ हाम्रो दाइले गर्नुहुँदो रहेछ, हाम्रो सलमान दाई, हाम्रो गाउँको सलमान दाइले गर्नुहुँदो रहेछ। के साह्रो अल्गो बनायो, पानी पऱ्यो भने त बछेडा पुरा हुन्छ त नि, तर बारीदिएको त राम्रै हुन्थ्यो। इस यस्तो हलो हुन्छ यताको, हेर्नुहोस् है। नेपालको त सानो अलिक ठुटे हुन्छ होइन, यता गयो यस्तो हुन्छ हलो। म देखाइदिन्छु तपाईँहरूलाई, हेर्नुहोस् यस्तो हुन्छ हलो चाहिँ यहाँ चाहिँ। अनौ त्यहाँ छ होइन। अनि यही हो खेत चाहिँ, पहिला हामी मामा भान्जा भएर गरेको खेती चाहिँ यही। हेर्नुहोस् नजारा। गैरी गाउँ जो गैरीमा नि रोप्नु भएको छ, त्यहाँ त खतरा हुन्थ्यो नि त धान हामीले गर्दा त हो। अचेल त कस्तो छ भने पहिला हामीले गर्दा त आमामा खतरा फल्थ्यो यो खेतीमा धान। हो त्यहाँ चाहिँ यसै दाजुहरूले गर्नुहुन्थ्यो। यसै चिन्नुहुन्छ कि हुन्न, यसै भन्ने चिन्नुहुन्छ कि हुन्न? मट्टै गरेर दाइ थियो कि ऊ त्यो माथिको यो होइन, ज्ञानीले गर्ने भन्दाखेरि यो नालादेखि उतैपट्टि सबै उनीहरूको यसरी। अनि खेती गर्छ ऊ त्यहाँ थियो, त्यो टिक बगानको त्यहाँ।
अनि ठिक त्यो रातो रातो देख्ने जग्गामा चाहिँ त्यो सम्ममा थियो क्या पानी। मामा भान्जाले फाँसी जाल थापेर फाली फोकेट त यत्रो यत्रो खाने नि त्यतिखेर त। ऊ त्यहाँ ऊ त्यो खोला छ नि त्यो डिल त्यसको तल त यस्तो प्लेन थियो नि त सम्ममा। अनि फेरि त्यहाँदेखि माथि चाहिँ लिम्बू मामाले गर्नुहुन्थ्यो त्यतिखेर। अहिले चाहिँ लिम्बू मामाले उता गर्दो रहेछ फेरि। बासी सेमाहरूले पहिला गरेको थियो नि त हो त्यो गर्दो रहेछ। अनि यो पारिपट्टिको चाहिँ बाँझै भएछ त्यो चाहिँ। ल नागाल्यान्डको खेती यस्तै छ इन्डियाकै। आसामको चाहिँ प्लेनमा हुन्छ, हाम्रो चाहिँ यता चाहिँ हेर्नुहोस् पहाडहरू पनि छ। झन्डै झन्डै नेपाल जस्तै छ साथी हो नागाल्यान्ड पनि। आसाम चाहिँ होइन, फेरि नेपालकोहरूले चाहिँ आसाम धेरै भन्छ, आसाम होइन यो चाहिँ नागाल्यान्डमा हो। अनि त्यो मेसिनहरू देख्नुभएको चाहिँ जुम गर्ने त्यो चाहिँ ट्रेनको लिक बन्दैछ। त्यो पनि ट्रेन आउने के भन्छ पुल हो। अनि स्टेसन बन्दैछ। हामीले गर्दा त यस्तो थिएन, एकदम सुनसानै थियो हो। यहाँ चाहिँ दाइको के भन्छ मिसिन गन, झार मार्ने मिसिन गन। झारको लागि चाहिँ बन्दुक एकदम यस्तो यस्तो छ। नेपालमा त यो त चार्जिङवाला पो रहेछ त हौ। न यो पनि हो चार्जिङवाला होइन नि बाबाले किनेको रहेछ, हेरेको त भयो पुरा चार्जिङवाला रहेछ। राम्रो नि राम्रो रहेछ। यो त हात पनि गल्छ नि त हान्दा हान्दा, एकातिर यता काठ खाइराखेको हुन्छ। अनि यता हाम्रै तिन ढुङ्गे चुलै राईको यता छ, खेतीमा भात पकाइ खाने। यो भयो भाँडाहरू छ, अर्ग्यानिक भन्छ यसलाई चाहिँ। म तपाईँलाई फेरि के देखाउँछु भन्दाखेरि नि त, पहिला हामीले खेती यो गर्दाखेरि खेतीहरू कस्तो थियो, अहिले पनि त्यस्तै छ क्या, त्यत्रो सालमा पनि है। अहिले हामीले यो खेती गर्नु छोडेको भयो होला लगभग कति 17-18 साल नै भयो होला है। हेर्नुहोस् न अहिले त्यो खेतीहरू मैले कस्तो देखेको थिएँ पहिला, त्यस्तै छ क्या अहिले। अनि मलाई सबभन्दा जोत्नु मजा लाग्ने आली चाहिँ कहाँ हो भन्दाखेरि यो हो क्या, त्यो खेती घरबाट यस्तरी लिएर यहाँमा परसम्म जोत्नुपर्छ कि यस्तरी लिएर। अनि यो लाइन चाहिँ मलाई साह्रो मन पर्थ्यो जोत्नुलाई होइन। अनि यहाँ लाइनको चाहिँ मलाई जोत्नु चाहिँ एकदम मजा लाग्थ्यो मलाई, किनकि लामो लामो थियो नि त, आली लामो लामो छ नि त। अनि जोत्नु चाहिँ मलाई बहुत मजा लाग्थ्यो। बसेर चाहिँ खेतीमै सुतेर चाहिँ मजाले जोत्थ्यौँ भन्ने कुरा चाहिँ अहिले मलाई झलझली यो धानको यो घाँसहरूको मखमख बासन आउँदा मलाई पहिलाको याद झन् मलाई फ्रेस हुँदै आउँदैछ कि है। आज चाहिँ इच्छालाई एकदम मन आनन्द पार्दै तपाईँहरूलाई नजारा देखाउँदै हेर्नुहोस् है। यहाँ चाहिँ यस्तो फल्छ नि धान, पुरै पानी हुन्छ कि यहाँ चाहिँ। अनि मस्तीले फल्छ। अनि त्यो अम्बकको गाछ अहिले पनि रहेछ, पहिला त थियो कि थिएन हौ, सायद थियो पनि होला। म त्यो अम्बकमा नि लिएर जान्छु तपाईँलाई ल। अनि त्यो अम्बक चाहिँ एक दुईवटा टिपेर खाएर म टेस्ट बताउँछु तपाईँहरूलाई। आमा यहाँको अनि डर रहेछ त दाना त यार, ओ माई गॉड। म त दाना पो टिपेर लिएर जान्छु क्या। सुँगुरको चारो हेर्नु न कस्तो दामी है सुँगुरको चारो। फेरि सेतो सर्ट लगाएको छु नि त यार, सेतो सर्ट लगाएको मलाई यस्तो चारो बोक्नु त साह्रै नमिठो जस्तो लाग्छ। तर फेरि त्यो च्वाचेको मासु खाँदाखेरि चाहिँ मलाई त्यो च्वाचेको मासु मलाई कस्तो मनपर्छ त्यस्तै फेरि हो। दाना पनि बकु लागेको मलाई साथी हो, के भन्नु अब म। अब यस्तै छ। अनि पल्लो खेती घरमा चाहिँ हाम्रो लुगाहरू हुनुहुन्छ। अब कसो गरौँ, दाना बोलाउनु जाउँ कि पल्लो खेतीमा लुगा हाडा पो भेट्नु जाउँ कि। दधारमा भयो मेरो मन सुन्दर धाको तिमी उपहार हो, भरिको तिमी एउटा नमुना हो। अम्बक गाछमा आइपुगिसकेँ म चाहिँ साथीहरू। शङ्कै छैन
यो दुनियाँमा जहाँ सुन्दरताको आयु छोटो हुन्छ जहाँ जान्छु त दिक्क बोल्थे म चाहिँ अम्बकको गाछमा चढ्दैछु अहिले ल भगभग लाग्यो कि तपाईँहरूलाई नजरा देखाउँदा मलाई चाहिँ त्यस्तो लाग्यो अब चाहिँ अम्बक पनि टिपी खाने हो भनेर म चाहिँ शङ्कै छैन के साह्रो हो आरी मिलेका काट्ने कि म चाहिँ यहाँ सानो डालामा किन लम्केको भन्दाखेरि यहाँ पाकेको देख्दैछु कि मैले बुझ्नुभयो इधर आज मिल ही गया के साह्रो मिठो म चाहिँ यो कोही बेला खानाहरू खाँदाखेरि अब यस्तो फ्रुट्सहरू खाँदाखेरि कडा पटकेर खाँदाखेरि चाहिँ चास दुखेर आउँछ मलाई मात्रै हेर्नु तपाईँहरूलाई पनि हुन्छ कमेन्ट गर्नु ल अनि हेर्नुहोस् खेती घर चाहिँ यहाँबाट चाहिँ यस्तो देखिरहेछ है अनि अम्बक चाहिँ यस्तो छ म चाहिँ यता छु दामी रहेछ किरा रहेन रहेछ कोही त किरा हुन्छ नि त अच्छा है अमरुद आप ही खाने के लिए आ जाइए अम्बक चाहिँ म रुखमै बसेर खाँदैछु अहिले मैले खाएको तपाईँहरूले खाएको जस्तै हो बनिरहनु मेरो भिडियोमा अब म चाहिँ तपाईँहरूलाई अझै खानु मन लाग्यो त मलाई त ल मैले डन्ठाले हानी झारेँ अहिले पनि डन्ठाले चाहिँ यहाँ लागेछ हो अरू कोही बात छैन मिठो छ भेरी टेस्टी घरिघरि अङ्ग्रेजी पनि हान्दिउँ दिस इज ए अर्ग्यानिक अम्बक यु नो भेरी टेस्टी डिलिसियस न के भन्छ होइन मैले अम्बक खाएको नजरा हेर्नुहोस् अनि टेस्ट लिनुहोस् मैले खाने टेस्ट लिने तपाईँहरूले हो अनि मिल्छ त मिल्दैन नि होइन र टेस्ट लिनु दिनु त गएर टिपेर लगेर पक्क खिलाउनु पऱ्यो त होइन म चाहिँ किन लोभायो भन्दाखेरि यो दानाहरू देखेर क्या अब यो पानी परेर आयो त यार पानी पर्दै आउँदैछ कालो खालको अनि म चाहिँ बाख्रा बनेको अब किन भन्नुहुन्छ भने पानीमा बाख्रा हिँड्दैन त्यसको लागि म चाहिँ लागेको उही त्यो खेती घरमा आली भेटिनँ अब यतैबाट हिँड्नु पऱ्यो माछावाला दाइले मलाई अनि खुट्टा हेर्नु न मेरो खुट्टा म चाहिँ चप्पल खोलेर हातमा अनि म चाहिँ बाख्रा भनेको थिएँ होइन अघि अत लाग्नुलाई खेती घरतिर खोज्दै हिँडेको खेती घर पखाल्नु पऱ्यो नि यस्तरी हेर्नुहोस् है खेती घर चाहिँ यहाँ छ है पानी चाहिँ उताबाट यस्तो खालको परेर आउँदैछ नि कालो खालको भन्नु नमिल्ने दाइ पनि आउनु हुँदैछ दुईवटा अम्बक खाएँ आनन्द लाग्यो मलाई पनि मस्ती लाग्यो अनि उता दाइ चाहिँ बिचरा आज दबाई हानेको अरे पुरा पानी पर्नु थाल्यो है गाह्रो भयो त हो त्यो पुलको त्यहाँबाट त पानी खतरा परेर आउनु थाल्यो त हेर्नु न अघि नै दाना खोजेको हुन्थेछ मैले अनि दाइ तपाईँले दबाई हानेको त बिचोक भयो त अब है तेरिका बिचरा दाइले झार मर्ने दबाई हान्नुभयो पानी आएर हेर्नु न पानी टिना गर्किनु थाले सुन्नुहुँदैछ कालो खालको पानी आयो त हौ ल ल बिचरा हाम्रो गाउँको दाइले झार मर्ने दबाई हान्नुभएको पानी पर्यो ओ आयो हाम्रो दाइ पनि अब दाइको मिसिन गयो निक्ल्यो त उनीहरू त
सकेको हानेर अब हानेको र नहानेको एउटै भन्नु। यस्तो पानी त आइदियो अब। यस्तो पानी पर्न थाल्यो है यता चाहिँ। दाइले दबाई मारेको बिजोक भयो। खेती गर्नु पनि गाह्रो छ। भनेको बेला दबाई हानेको बेला पानी यसरी परिदिन्छ है। अनि बिजोक भयो नि त नि। दबाईमा दबाई लोस। पानी परेर रहिसकेको छ। अनि नजरा भनेको यस्तै छ हेर्नुहोस्। नजराहरू यस्तै छ। अनि मैले के दाना टिप्दैछु भन्दाखेरि चाहिँ यो चाहिँ आलु जार भन्छ यसलाई चाहिँ। टिपेको भिडियो बनाऊँ भने मेरो 3टा हात छैन, 2टा हात छ होइन। घरमा च्वाचे छ होइन। अनि त्यो च्वाचेको मासु खाएको जस्तै दाना देखेपछि राल आउँछ कि। ल अहिले चाहिँ बोकाइ चाहिँ यो पारा छ मेरो चाहिँ है। हातमा झुन्डाको साह्रो भारी भएर हात दुख्यो के। अहिले चाहिँ यसरी बोक्दैछु। हेर्नुहोस् मेरो नजरा वरिपरितिर हेर्नुहोस् खेती छ है। नजराहरू यस्तो राम्रो छ। अनि म पनि अब लागेको तपाईँहरूलाई म खेती गर्दै आउँछु भनेको चाहिँ उ त्यहाँ छ। टाउकोतिर नि बोक्ने पानी छैन नि त। टाउको पनि गल्यो के। अनि म चाहिँ कहाँबाट निस्किम हौ। अन्त नि जिन्दगी रमाइलो यस्तो छ हेर्नुहोस्। ओ माई गड भेरी ब्युटिफुल हाउस। घाँसको बारी चाहिँ मैले त्यहाँ राखेँ। टाउकै दुख्यो। यस्तो दामी छ है। हामी बसेको यतातिर नि खेतीहरू चाहिँ यस्तरी पानी खेतीहरू यस्तो सबैले गर्छ। पहिला त झन् कति थियो त्यो पानी खेती, कति मान्छेले गर्थ्यो। अचेल त बेसी धेरै भाग त गर्दैन। 6 भागमा 2 भाग मात्रै गर्छ। 4 भाग त सबै धनी भएर गयो, कता गयो है। अनि यस्तो छ नजराहरू हेर्नुहोस्। मेरो ब्याकग्राउन्डमा ढुङ्गा जम्मा भएको देख्नुहुँदैछ होला। अनि फेरि यतापट्टि देख्नुहुँदैछ अर्ग्यानिक एकदम बबाल घर है। अनि यस्तै छ जिन्दगानी मस्त हेर्नुहोस्। योभन्दा दामी अझै के खोज्नुहुन्छ तपाईँहरू होइन। यत्तिको बबाल त अनि बबाल भइहाल्यो नि त नि होइन। हेर्नुहोस् चराहरू पनि आएर त्यहाँ बस्छ होइन, पिउ पिउ गर्दै। अनि यस्तै छ। म चाहिँ मेरो घाँटीको चाहिँ यो कालो कालो के हो भन्नुहुँदैछ होला। एयरपिस बटाएर दिएको। पछि फेरि यो खेती सिजन सकेपछि चाहिँ पुरा यहाँ गाई भैँसीहरू चर्छ। अनि पुरै चर्छ। अनि खेती सिजन आएपछि फेरि सबैजनाले कोले खेती गरेको छ अब जस्तो कि अब यो साल गर्ने मान्छेले फेरि राम्रो लाग्यो भने फेरि गर्छ, नभए छोडिदिन्छ होइन। त्यस्तो छ कि यता चाहिँ। अनि यस्तो छ हेर्नुहोस् नजरा। खेती घर पनि देख्नुहुँदैछ होला तपाईँहरूले होइन। त्यस्तो छ यतातिर चाहिँ। यस्तो दामी दामी छ जग्गाहरू। तपाईँहरू नि घुम्दै आउनु होला नागाल्यान्डमा होइन। नर्थ इस्ट नागाल्यान्डमा घुर्दै आउनुहोस् होला। नेपाल जस्तै छ है। पाहाडमा पाहाडहरू देख्नुहुन्छ, जङ्गलमा जङ्गल छ एकदम। पाहाड जाने भए अझै अगाडि पाहाडहरू छ होइन। अनि तर हाम्रो नेपालको जस्तो एकदम पाहाड चाहिँ हुन्न। खास गरेर जग्गा जग्गामा त हुन्छ तर यति चाहिँ हुन्न। यस्तै छ नजरा हेर्नुहोस्। टोपी पनि पाएको छु मैले। यहाँ खेती घरमा रहेछ होइन। यो खेती मालिकको होला सायद। यसो लगाएर चाहिँ कस्तो देख्छ, कस्तो देखिरहेछ गाइस मलाई भन्नुहोस्। पछाडिपट्टि अर्ग्यानिक खेती घर होइन। अनि शिरमा टक्कसितले काउबोय टोपी, त्यो पनि लाउरेको टक्क लाएर, घाँटीमा फेरि एयरपिस होइन। अनि म चाहिँ अब यस्तो मजा लाग्यो कि यो जग्गामा चाहिँ। अनि मैले चाहिँ स्ट्यान्ड बनाएर फोन चाहिँ स्ट्यान्डमा राखेर तपाईँहरूलाई यो खेतीहरूको नजरा अनि म यसरी बोलेको हेर्दा कस्तो लाग्यो भनेर होइन हल्का दिएको छु मैले। अनि बबाल छ। अनि आज चाहिँ म चाहिँ दिनभरि खेतीतिरै डुलेँ। तपाईँहरूलाई देखाएँ मेरो सानो मैले गरेको खेतीहरू होइन। अनि भैँसी चराकोहरू देखाएँ। तपाईँहरूलाई कस्तो लाग्यो, मन पऱ्यो कि परेन। अनि अब चाहिँ म चाहिँ यो चाहिँ अहिले म चाहिँ कहाँ छु भन्दाखेरि हामीले गरेको खेती चाहिँ यतापट्टि छ। हामीले गरेको खेतीको यतापट्टिको खेती घरको खेतीमा छु म चाहिँ होइन। अनि टक्क लगाएर मेरो डाइलग चाहिँ फेरि टक्क लगाएर आइहाल्छ कि। अनि हेर्नुहोस् धानहरू पुरा रोपेर मस्ती भएको छ। यतापट्टि खेती घर 2टा गाछ छ कति मजाले होइन। यस्तो चाहिँ मलाई धेरै मनपर्छ। तपाईँहरूलाई त कस्तो लाग्छ होइन। मलाई चाहिँ धेरै मनपर्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो। अनि
मलाई त बबल लाग्यो टोपी पनि टक्क पाएँ तर यो भिडियो बनाइन्जेलसम्म म त्यो जहाँ त्यति राखिदिन्छु होइन न फेरि रिसाएर मलाई मार्छ नि मान्छेले होइन कसको त्यो कसले चढिदिएछ मेरो टोपी भन्दैन त अनि बिजोग छ साथी हो त्यसको लागि मैले चाहिँ भिडियोमा चाहिँ यसो टोपी लाउँदा चाहिँ कस्तो देख्छ भनेर म यो टोपीले चाहिँ मलाई सुहाएको छ कि छैन कमेन्ट गर्नु होला तपाईँहरूले ल अनि त्यो भन्नु चाहेँ अनि म चाहिँ फेरि टाउकोमा दाना बोक्छु अनि चल्दिन्छु घर होइन अनि अरू त के भन्नु तपाईँहरूलाई होइन अनि पसिना पनि हल्का निक्लिरहेको छ कि मेरो चाहिँ होइन यसरी गरेर पुस्नु पर्ने हुन्छ नभए टलक्क टल्किन्छ नि होइन बाउ अनि च्याट्ट लाएर पसिना पुसिसकेको छु है अनि यो हेङ्की चाहिँ मलाई अझै नै माया लाग्छ म आमाहरूको गाउँमा जाँदाखेरि जुन चाहिँ टेम्पो लिएर गएको थियो त्यो टेम्पो चाहिँ त्यो झरनाको त्यो पानीमा चाहिँ स्टार्ट बन्द भयो नि त अनि यो हेङ्कीले त्यो अटो बनाउँदाखेरि यो आधा चाहिँ फटाएर त्यही बनाएर हातसात मुसेँ अनि यो पनि फ्याँकिदिउँ क्या हो त्यतै भन्ने फेरि माया लाग्यो अनि फेरि यसलाई चाहिँ मैले यतै लिएर आएँ नागाल्यान्डमै होइन अनि त्यही हो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो मेरो भिडियो मन पऱ्यो भने कमेन्ट गरिदिनुहोस् होला लाइक गरिदिनुहोस् होला तपाईँहरू कुन कुन ठाउँबाट हेर्नुहुँदैछ त्यो जग्गा मलाई भनिदिनुहोस् होला कमेन्टमा अनि सधैँ त म भिडियो पनि बनाउँदिनँ पनि खास गरेर आज चाहिँ म नि भिडियो हल्का बनाइदिएको होइन तपाईँहरूको कमेन्ट चाहियो अनि कस्तो लाग्यो यसो कमेन्ट दिनु होला कहाँबाट हेर्नुहुँदैछ कहाँबाट वाच गर्नुहुँदैछ मलाई त्यो ठाउँको नाम होइन गरिदिनु होला मलाई नि मस्त लाग्छ नि त अब मेरो भिडियो त अनि त्यस्तो टाढो टाढोबाट हेर्दो रहेछ भनेर मलाई नि मस्त मोटिफिकेसन आउँछ नि त सोल्टी होइन त्यतिको त दिनु पऱ्यो नि लाइक नदियो भने कमेन्टमा चाहिँ हाल्नु तपाईँहरू चाहिँ कहाँबाट हेर्नुहुँदैछ होइन ट्याक्क लगाएर होइन म यो जग्गाबाट भनेर अनि मलाई पनि अम्बई म नपुग्यो भने त्यस्तो ठाउँबाट भिडियो हेर्दो रहेछ अनि बबालै भयो नि भन्छु नि म पनि होइन साथी हो न के छ हाँसेको हेर्नुहोस् न नहाँस्नु न तपाईँहरू कहाँबाट मेरो भिडियो हेर्नुहुँदैछ त्यो चाहिँ कमेन्ट चाहिँ दिनु होला होइन अनि ट्याक्क लगाएर सब्सक्राइब पनि गरिदिनु होला सब्सक्राइब गरेर अल गरिदिनुहोस् होला अनि मेरो भिडियो चाहिँ मैले सधैँ त लाउनु सक्दिनँ डेली ब्लग होइन डेली ब्लग सधैँ त लाउनु सक्दिनँ कोही कोही बेला लाउँछु त्यतिर तपाईँहरूको फोनमा आइपुगेको छ भने युट्युबमा आएको छ भने ट्याक्क लगाएर मेरो च्यानल चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला नेवाङ चामलिङ राई छ होइन मेरो च्यानलको नाम चाहिँ अनि म चाहिँ राई हो मेरो नाम चाहिँ भूपाल राई होइन अनि चामलिङ अनि चामलिङको एउटा कथा त सुन्नुभएको छ होला चामलिङे चाम्रो हेर्दामा राम्रो उचाल्दा भारी थेत पकाएर चिम्लो यो एउटा केटा थियो अरे म जस्तै अनि जिन्दगी दिन हार खाएको थियो अरे त्यो केटा चाहिँ होइन जिन्दगी दिन हार खाएर त्यसले यसो सोच्यो अरे अब झुन्डेर मऱ्यो भने त मलाई गाह्रो पर्छ म चाहिँ हाम फलेर मरिदिनु पऱ्यो भनेर होइन गएछ अरे पाहाडमा अनि पाहाडमा जाँदाखेरि पहाड चढेछ अरे अब जिन्दगी दिन हार भयो नि त त्यो केटा होइन जे गर्दा पनि भएन त्यो गर्दा पनि भएन अब झुन्डेर मरौँ भने पनि अब मलाई गाह्रो पर्छ भनेर म चाहिँ हाम फालेर मर्छु पहाडको टुप्पोबाट भनेर पहाड चढेछ अरे होइन टक्क लाएर पहाड चढेछ अरे त्यो केटा चाहिँ अनि पहाड चढ्दा चाहिँ ठिक्क पहाड टुप्पीमा चाहिँ एउटा केटा पुरा नाचिरहेको देखेछ अरे हो नाचिराखेको देखेछ अरे अनि त्यसलाई यसरी हेरेछ अरे होइन ट्याक्क लगाएर यसरी हेरेछ अरे त्यसको हात पनि छैन होइन हात पनि छैन सला त्यो पाहाडको टुप्पोमा गएर किन डान्स गर्दैछ त्यसले पुरा नाच्दैछ किन भनेछ अरे अनि त्यो त हात खुट्टा सही सलमान भएको त अब त्यो त हाम फालेर मर्नु गएको अनि त्यसले त सोचेछ अरे होइन यसको त हात दुइटै हात छैन यो साला पाहाडको टुप्पोमा किन नाच्दैछ पुरा यति खुसीले किन उफ्रिँदै रमाउँदैछ भन्छ अरे हात पनि छैन त्यसको अनि तर पनि यो त यति खुसीले किन पुरो उफ्रिँदै रमाउँदैछ भनेछ अरे नमर्दा अगाडि यसलाई चाहिँ सोधिहाल्नु पऱ्यो भनेर गएछ अरे अब त्यो सुसाइड गर्ने मान्छे चाहिँ गएछ अरे होइन टक्क लगाएर टक्क गएछ अरे सुसाइड गर्ने मान्छे चाहिँ यसलाई चाहिँ नसोधी भएन किन त यति रमाएको भनेर होइन अनि साथी तिम्रो नाम के हो नाम त थाहा छैन तर पनि तिमी किन यति खुसी भनेछ अरे कि सुसाइड गर्नु जाने केटाले चाहिँ होइन तिमी चाहिँ किन यति खुसी भनेछ अरे तेरेमा त्यो
हातमा भएकोले चाहिँ के भनेछ अरे होइन पुरा उफ्रिनेले चाहिँ सर मलाई देख्दैछ खुसी आफ्नो यहाँ ढाड चिलाएर कनाउनु नसाएर के गरौँ भइरहेछ भनेछ अरे होइन मेरो जोक्स चाहिँ कस्तो लाग्यो है तपाईँहरूलाई अनि हात नभएपछि त बिचाराले केले कनाउँछ त होइन यस्तो गरेछ अब त्यो सुसाइड गर्नु गएको मान्छेले चाहिँ यसरी हेरिपठाएर भयो यो त यति खुसीले नाच्दैछ यसको त हात नभएर नि यति खुसीले नाच्दैछ अनि सुसाइड गर्ने मान्छेले सोचेर मेरो हात खुट्टा सही सलामत छ म चाहिँ किन मर्नु हिँडेको यसलाई सोध्छु एकबार किन तँ यति खुसी भनेर सोद्धा त तिमी किन यति खुसी भयो भनेर सोद्धा त मलाई खुसी देख्दैछौ यहाँ कस्तो ढाड चिलाएर यहाँ कनाउनु नसकेर छटपट भइरहेछ भन्यो अरे अनि त्यति भन्दै मेरो कहानी चाहिँ त्यतिमै टुङ्गाएँ मेरो भिडियो पनि त्यतिमै टुङ्गाएँ फेरि पनि भन्न चाहन्छु मेरो भिडियो तपाईँहरूको फोनसम्म आइपुग्यो भने सब्सक्राइब गरिदिनु नभुल्नु होला अनि कुन ठाउँबाट हेर्नु हुँदैछ त्यो ठाउँको त्यो जग्गाको नाम मेसेज गर्नुहोस् होला कमेन्ट गर्नुहोस् होला अनि मलाई पनि खुसी लाग्छ त्यति भन्नु चाहेँ वास्तवमा लेस्टेमा भन्नु पर्दा त्यति नै नमस्कार